नमस्कार मित्रगण, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आशा गर्दछु तपाईहरु आरामै हुनुहुन्छ र म पनि ठिकै छु। आज हामी केही प्रश्नहरु चर्चा गर्ने छौं। तपाईहरु सबै तयारीमा मग्न हुनुहुन्छ। सायद नेट परीक्षा आउँदैछ र नेटमा नेपाली विषय पेपर 2 का निम्ति तपाईहरु तयारी गरिरहनु भएको छ भन्ने मलाई विश्वास छ र तयारी जोरदार गर्नुहोस् र सबैजना सफल हुनुहोस्, म यही कामना गर्दछु। र हामी केही प्रश्न उत्तरहरु आज चर्चा गर्ने छौं। केही प्रश्न उत्तरहरु मैले लिएर आएको छु र आउनुहोस् चर्चा गरौं। सर्वप्रथम तपाईहरु समक्ष पहिलो प्रश्न म राख्न जाँदै छु। पहिलो प्रश्न छ, एसे शब्दको प्रयोग पहिले कसले गरेको थियो? एसे शब्दको प्रयोग पहिले कसले गरेको थियो? र अप्सनहरु छन् मोन्टे, सेनेक, एरिस्टोटल, गेटे। र यहाँ चारवटा अप्सन भित्रमा कुन चाहिँ सही अप्सन हुन्छ होला तपाईले भन्न सक्नुहुन्छ। तपाईलाई थाहा छ एसे शब्दको प्रयोग 16औं शताब्दीमा भएको थियो र 16औं शताब्दीका जुन प्रख्यात लेखक हुनुहुन्थ्यो, जो कि फ्रान्सेली लेखक हुनुहुन्थ्यो, माइकल द मोन्टे। र मोन्टे जुन चाहिँ पहिलो अप्सन छ, मोन्टे उत्तर सही हुन्छ। को समयमा उहाँले फ्रान्सेली भाषामा एसे भनेर शब्दको प्रयोग गर्नुभएको थियो। त्यहाँभन्दा अघि पनि यस प्रकारका विषयहरु पाइएको थियो भन्ने हामी पढ्न पाउँछौं, तर एसे भनेर जुन शब्दको प्रयोग गरिएको थियो विषयवस्तुका आधारमा, त्यो केवल माइकल द मोन्टेले 16औं शताब्दीमा गर्नु भएको थियो र यसको सही उत्तर हुन्छ मोन्टे। र दोस्रो प्रश्न तपाईहरु समक्ष हेर्नु होला। लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र बिहे हुने निदो गरेका दिन केटाका तर्फबाट केटीका आमाबाबुलाई दिने पैसा, जाँड रक्सी आदिको कोसेलीलाई के भनिन्छ? यो हाम्रो लिम्बू समाजमा जुन चाहिँ परम्परा छ, त्यो परम्पराको प्रश्न छ। यसमा चारवटा अप्सन दिएको छ। सौगात, 4 कलम, मुख हेराई वा ढोग। यी चारवटा अप्सन भित्रमा कुन चाहिँ सही हुन्छ होला? कुन चाहिँ सही हुन्छ होला? तपाईलाई थाहा नै छ होला। लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र बिहे हुने निदो गरेका दिन केटाका तर्फबाट केटीका आमाबाबुलाई दिने पैसा, जाँड रक्सी आदिको कोसेलीलाई 4 कलम भनिन्छ। जुन चाहिँ दोस्रो अप्सन छ 4 कलम। 4 कलम अप्सन उत्तर सही हुन्छ, 4 कलम। तेस्रो प्रश्न तपाईहरु समक्ष, सिक्किममा भानुभक्त आचार्यको प्रथम पूर्णाङ्ग शालिग निर्माणका बेला सिक्किमका मुख्यमन्त्री को थिए? भारतको विभिन्न भेगमा भानुभक्तको मूर्ति पाइन्छ। यसमा सिक्किममा पहिलो जुन चाहिँ पूर्णाङ्ग शालिग थियो, त्यसमा त्यतिखेरका मुख्यमन्त्री को हुनुहुन्थ्यो भन्दा चारवटा अप्सन छन्। पवन चामलिङ, भीमबहादुर गुरुङ, नरबहादुर भण्डारी र प्रेमसिंह तामाङ। यसको सही उत्तर के हुन्छ होला? सिक्किममा पूर्णाङ्ग भानुभक्त आचार्यको शालिग को मुख्यमन्त्री हुनुहुन्थ्यो होला, कसको समयमा निर्माण गरिएको थियो भन्ने प्रश्न। र चारवटा अप्सन भित्रमा सही उत्तर हुन्छ नरबहादुर भण्डारी। नरबहादुर भण्डारी। र तपाईहरुले ख्याल आफू हेर्नु होला कि कहिले गरिएको थियो भनेर। नरबहादुर भण्डारीज्यूले कहिले गर्नुभएको थियो, सन पनि याद राख्नु होला। चौथो प्रश्न तपाईहरुको अगाडि। चौथो प्रश्न यस्तो छ, नसक्छौं यो आँसु टप टप टिपी चप्प पिउन, नसक्छौं मासुले दिनभर अगाएर जिउन, नसक्छौं यो भुत्ला लिकन कुनै वस्त्र सिउन, चुड्यो व्यर्थै मेरो अनुज तिमीले जीवन किन। यो कविता पंक्तिहरूका रचयिता को हुन्? चारवटा कविताका पंक्ति राखिएको छ र यसका रचयिता को हुन्? र यसमा चारवटा अप्सन छन्। लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन र भानुभक्त आचार्य।
र चारवटा अप्सन मध्येमा कुन चाहिँ सही उत्तर हुन्छ होला? कविता हेर्नुहोस्, यसको सही उत्तर के हुन्छ होला? लेखनाथ पौडेल हुन्छ कि भानु आचार्य हुन्छ कि लक्ष्मीप्रसाद देवकोटा हुन्छ वा भूपी शेरचन हुन्छ? यो यसको सही उत्तर हुन्छ लेखनाथ पौडेल। लेखनाथ पौडेलजीले लेख्नुभएको यो कविता हो र यसको सही उत्तर हुन्छ लेखनाथ पौडेल। अर्को प्रश्न तपाईहरुको अगाडि, इङ्ग्रेजी सन् 1954 मा दार्जिलिङ र खरसाङ शहरमा नेपालको नेपाली कला मण्डलले प्रदर्शन गरेको बालकृष्ण समद्वारा लिखित र निर्देशित नाटक कुन थियो? अप्सन प्रहलाद, अमरसिंह, मुटुको व्यथा, मुकुन्द इन्दिरा। चारवटा अप्सन छन् र 1954 मा दार्जिलिङ र खरसाङ शहरमा, त्यस समयमा दुईटा शहरमा नेपाली कला मण्डल जो कि नेपालको थियो त्यसले प्रदर्शन गरेको थियो बालकृष्ण समका एकदमै चर्चित नाटक। यी सबै चर्चित हुन् र त्यतिखेरको समयमा चर्चित नाटक कुन नाटक दार्जिलिङमा र खरसाङमा प्रदर्शन गरिएको थियो? प्रहलाद हुन्छ कि अमरसिंह हुन्छ कि मुटुको व्यथा हुन्छ कि वा मुकुन्द इन्दिरा हुन्छ? र यसको सही उत्तर हुन्छ अमरसिंह। अमरसिंह नाटक 1954 मा दार्जिलिङ र खरसाङ शहरमा नेपाली कला मण्डलले प्रदर्शन गरेको थियो। र अर्को प्रश्न तपाईहरु समक्ष, इन्टरनेशनल फेडरेसन अफ फोकलोरिस्टका संस्थापक को हुन्? इन्टरनेशनल फेडरेसन अफ फोकलोरिस्ट यो पाश्चात्य साहित्यको प्रश्न हो र एकदमै आउने सम्भावना भएको प्रश्न हो। यसमा चारवटा अप्सन छन्, कार्ले क्रोहन, जुलियस क्रोल, याकोब ग्रिम र विल्हेल्म सिम। यसमध्ये चारवटा अप्सन मध्ये कुन चाहिँ सही हुन्छ होला? इन्टरनेशनल फेडरेसन अफ फोकलोरिस्टका संस्थापक को हुन् भनेपछि यसको सही उत्तर हुन्छ जुलियस क्रोल। जुलियस क्रोल यसका संस्थापक थिए। अर्को प्रश्न तपाईहरु समक्ष, ऊ आजकल सबैका छातीको किलो भएको छ। यहाँ छातीको किलो भनेर के भनिएको हो? अप्सन ए सबैको प्यारो हुनु, ख सबैको शत्रु हुनु, ग सबैको मित्र हुनु, घ सबैका नजरमा दयाको पात्र हुनु। यसमा यो व्याकरणको प्रयोग गरिएको छ र हामी जान्न सक्छौं कि जुन चाहिँ तीनवटा अप्सन छन् लगभग एकै खालका हामीले देखिरहेका छौं, जस्तो कि सबैको प्यार हुनु, सबैको मित्र हुनु, सबैको नजरमा दयाको पात्र हुनु र अर्को एउटा अप्सन छुट्टै छ सबैको शत्रु हुनु। र हामी सबैलाई थाहा नै छ छातीको किलो भनेपछि त पक्का मित्र त होइन होला भनेपछि यसको सही उत्तर हुन्छ सबैको शत्रु हुनु। अर्को प्रश्न तपाईहरु समक्ष, साहित्यिक शोधका विषयमा समाविष्ट हुनुपर्ने आधारभूत दुईवटा कुरा के हुन्? अप्सन समीक्षा अनि प्राप्ति, विश्लेषण अनि मूल्याङ्कन, सन्दर्भ अनि परिशिष्ट, क्षेत्र अनि दृष्टि। साहित्यिक शोधका विषयमा समाविष्ट हुनुपर्ने आधारभूत दुईवटा कुरा के हुन् जुन चाहिँ एकदमै मुख्य आधारभूत भन्न सकिन्छ, जुन चाहिँ हुनै पर्ने साहित्य शोधका विषयमा समाविष्ट यी दुईवटा छुट्नु भएन। र मुख्य दुईवटा कुरा के हुन् भनेपछि यसको सही उत्तर हुन्छ क्षेत्र अनि दृष्टि। क्षेत्र र दृष्टिलाई समाविष्ट गरिएको हुनुपर्छ। यी दुईटा आधार मानेर साहित्यिक शोधहरू गरिन्छ। अर्को प्रश्न तपाईहरु समक्ष, भारतीय राष्ट्रगीत वन्दे मातरमको मूल पाठ कुन ग्रन्थमा राखिएको थियो? अप्सन बंकिमचन्द्र चट्टोपाध्यायको आनन्द मठ, सुनिल गंगोपाध्यायको प्रथम आलो, दीनबन्धु मित्रको नील दर्पण र सर
शरदचन्द्र चट्टोपाध्यायको श्रीकान्त। र यी चारवटा मध्येमा अवश्य तपाईँलाई थाहा नै छ होला वन्दे मातरम गीत कुन पाठबाट लिएको हो भनेपछि हामी सबैलाई थाहा भएकै कुरो हो बङ्किमचन्द्र चट्टोपाध्यायको आनन्द मठबाट लिएको हो र यसको सही उत्तर पनि त्यही नै हुन्छ जो कि भारतीय राष्ट्रिय गीत हो वन्दे मातरम। र यसको अर्को प्रश्न र यो अन्तिम प्रश्न यो भिडियोको भारतीय साहित्यका परम्परामा बालचन्द्र नेमाडेले प्रारम्भ गरेको अवधारणा कुन हो? भारतीय साहित्य परम्परामा बालचन्द्र नेमाडेले प्रारम्भ गरेको अवधारणा कुन हो भनेर प्रश्न छ र यसमा अप्सन छन् दलित सौन्दर्य, देशीयतावाद, भाषा शुद्धिकरण, दक्षिणायन। र यसमा चारवटा अप्सनहरू तपाईले ध्यानसँग हेर्नु होला र प्रश्न छ भारतीय साहित्यका परम्परामा बालचन्द्र नेमाडे। बालचन्द्र नेमाडे एकजना प्रख्यात लेखक हुनुहुन्थ्यो र उहाँले देशीयतावाद प्रारम्भ गर्नुभयो, देशीयवादको अवधारणा प्रारम्भ गर्नुभएको थियो र भारतीय साहित्यमा यस देशीयतावादको परम्परा प्रारम्भ गर्ने व्यक्ति बालचन्द्र नेमाडे हुनुहुन्थ्यो र यसको सही उत्तर पनि त्यही नै हुन्छ देशीयतावाद। र 10वटा प्रश्न आज हामीले चर्चा गऱ्यौँ र अब हामी आउँदो भिडियोमा अझै धेरै अरू यस्ता प्रश्नहरू लिएर म आउने छु र तपाईहरुलाई यसले धेरै सहयोग पुर्याउँछ भन्ने आशा गर्दै तपाईहरु राम्रोसँग पढ्नु होला र सबै सफल हुनुहुन्छ भन्ने कामना गर्दै म यो भिडियो यही समाप्त गर्दछु।